यसरी लोड भइसकेको छ यो कोदाले। अब यसलाई उठाएर यहाँ माथि चढाउने हो। यहीँ राख्यो भने त उठ्नै सकिँदैन क्या। नमस्कार सबैलाई, दिदी बहिनी दाजुभाइ। हेलो गाइज, वेलकम ब्याक टु माई अदर न्यू ब्लग। अनि आजको दिन पनि स्वागत छ। अनि आजको दिन ठ्याक्कै घाम अनुहारमा छ होइन। भनेपछि घाम यता माथि लागेको छ। घडीमा 9 बज्दैछ। अनि म आएको छु यहाँ। यो कालो कालो भनेको चाहिँ यिनीहरूले हगेको गु हो क्या। यिनीहरूले हगेको गु र घाँस सेउलाहरू मिलेर यो कालो बनेको। यो चाहिँ पोहोरको मल हो। अनि त्यसपछि यो चाहिँ यसपालिको मल हो। अब यो पनि अर्को साल यस्तै कालो हुन्छ। अनि म यहाँ मल बोक्नुको लागि कोदालो अनि यो डोको अनि त्यसपछि यहाँ ढाडमा हालेर बोक्नलाई यो प्लास्टिक लिएर यो मल खनिसकेको छु। अब यो डल्लाहरूलाई हल्का मसिनो पारेर कुटेर चाहिँ अब यसलाई डोकोमा लोड गरेर म तल बारीमा लान्छु। बारीमा चाहिँ के को लागि भन्दाखेरि टमाटरको लागि लाने हो। टमाटर हिजो रोप्नु सुरु गरेको छ। अब आज पुरै सकेसम्म सब रोपेर सक्दिने भनेर आएको छु। अनि थोरै घाँस काटेर आयो। अब के छ त भन्दाखेरि काम गर्नुपर्ने छ। त्योभन्दा अरू केही छैन। अहिले यत्रो समयसम्म के गर्यो भन्दाखेरि भिडियो हेरेर बस्यो। कति हेर्ने भिडियो पनि आँखै फुट्नु लागिसक्यो साला। राति त आँखै देख्नु छोडिसकेँ यार मैले त अगाडि भिडियो हेर्दा हेर्दा। पुरै धमिलो धमिलो देख्छु म त होइन। आँखा खराब भइसकेको छ। त्यही भएर धेरै भिडियो हेर्नु त भिडियो हाल्नु पऱ्यो। अब जेसुकै होस् मतलबै छैन होइन भनेर सोच्दैछु। हेरौँ कतिको हाल्नु सकिँदो रहेछ। अब यो यति भएपछि अब म यसलाई डोकोमा हाल्छु, लान्छु म। यसरी लोड भइसकेको छ यो कोदाले। अब यसलाई उठाएर यहाँ माथि चढाउने हो। यहीँ राख्यो भने त उठ्नै सकिँदैन क्या। पुरै जति गुँडा टेके पनि यो यता आउँदै आउँदैन यो भिजेको छ नि त। त्यो धेरै भारी छ। अब कसरी चाहिँ यहाँ माथि उठाएर बल्ल बोक्नु सकिन्छ, नभए बोक्नु सकिन्न। एक्लै भएपछि दुईजना भएपछि यहीँदेखि तान्दाखेरि आउँछ। दुईजना एक्लै भएपछि चाहिँ यसलाई अलिक भित्तामा राख्नुपर्छ। एक्स्ट्रा एनर्जी खर्च हुन्छ क्या। यस्तो गरेर मडेर अब यसरी सजिलै आफ्नो जिउतिर लोड आउँछ क्या। अनि बुढा टेकेर यस्तो सहायताले उठ्नुपर्छ। अनि बोकेर हिँड्नुपर्छ टनक टनक गर्दै। अनि यस्तो गर्दाखेरि चाहिँ यो चप्पलमा यो चिसो यो हिलो मल होइन कहाँ सेभ हुन्छ। यो मल फेरि यस्तो मसिनो भएको हुन्छ प्ल्यात्तै चिप्लिनु पनि सक्छ क्या। यस्तो यस्तो ओह्रालोमा जाँदाखेरि चाहिँ एकदम होस पुऱ्याएर अगाडि बढ्नुपर्ने हुन्छ। किसानी काम त्यसमा पनि आधुनिक तरिकाले गर्नु एकदम गाह्रो नै छ होइन। त्यही पनि भइरहेको छ हल्का हल्का। हरियाली त राम्रो देखिन्छ हौ। ठिक छ है, म यो पुऱ्याउँछु है त। ल मल चाहिँ यहाँ यसरी राखेको छ होइन। खाल्डा खन्ने काम हुँदैछ। उता हिजो रोपेको छ।